एउटा घरमा श्रीमान श्रीमती धेरै नै राम्री। उहाँहरूले हाकिम सरलाई खाना खान बोलाउनु भएको थियो। हाकिम सर आउनुभयो, खाना खानुभयो। पुरुषले हाकिम सरलाई भने, सर, घरमा मेरी यति राम्री श्रीमती छन्, तर मलाई श्रीमतीको भन्दा बाहिरी स्त्रीहरूको धेरै माया र म आकर्षित उनीहरूमाथि हुन्छु। यो बानी कसरी छुडाउने होला? मलाई केही उपाय दिनुस् न सर। हाकिम सरले भन्नुभयो, तिमी तल गार्डनमा जाऊ, सुरुमा गुलाबको फूल टिपेर लिएर आऊ, पछाडि नफर्किनु भनेर भन्नुभयो। तिनी तल गए। सुरुको फूलभन्दा अगाडि अरू फूल गर्दा गर्दै उनी लास्टमा पुगे। फूल सकियो। फर्केर खाली हात आए। फूल खै भन्दा, सर, सुरुमा राम्रो फूल देखेँ। राम्रो हेर्दै अगाडि जाँदाखेरि फूल नै सकियो। त्यही भएर म खाली हात फर्केर आएँ। देख्यौ, तिमी राम्राको चक्करमा कतिजनाको पछाडि भागेका छौ, घरमा यति राम्री श्रीमती हुँदा हुँदै। त्यही भएर राम्राको चक्करमा नपर। कहीँ हजुरहरू पनि राम्राको चक्करमा त हुनुहुन्न।